कहिलेकाहीँ माया मात्र पर्याप्त हुँदैन र यही कुरा मेरो जीवनको सबैभन्दा कठिन पाठ बनेर आएको छ। म पहिले यस्तो विश्वास गर्दथेँ, यदि दुईजनाले साँच्चै माया गर्छन् भने बाँकी सबै कुरा आफै मिलेर जान्छ। मैले त्यो विश्वासलाई एउटा ग्यारेन्टी जस्तो सम्हालेको थिएँ। लाग्थ्यो माया नै त्यो गोद हो जसले हामीलाई जीवनका सबै चुनौती बीच पनि बाँधेर राख्छ। र केही समयसम्म साँच्चै यस्तै भयो। राम्रा दिनहरू थिए, हाँसो, रातभरका कुराकानी र यस्ता लाग्ने पलहरू थिए यी कहिल्यै नसकिनेछन्। तर बिस्तारै कुरा बदलिँदै गयो, गलत बुझाइहरू बढ्न थाले, मौनता ठुलो आवाज बन्न थाल्यो, हामीले कम बोल्न थाल्यौँ, बढी अड्कल गर्न थाल्यौँ र आफै थाहा नपाई एकअर्काबाट टाढिँदै गयौँ। तर पनि म तिमीलाई माया गर्थेँ, त्यसैले अझै सम्हालिरहेँ। तर माया सबै कुरा सुल्झाउने जादु होइन, यसले टुटेको संवादलाई सुधारेन। यसले दुईजनालाई एउटै गतिमा बढ्न वा सपना देख्न बनाएन। यसले रिसमा भनिएका ती शब्दहरू हटाउन सक्दैन, न त सुत्दा पनि आफू एक्लै महसुस भएको ती पलहरू मेटाउन सक्छ। म सोच्थेँ यदि मैले अझ गहिरो माया गरेँ भने, अलिकति बढी कोसिस गरेँ भने सबै कुरा फेरि पुरानो जस्तै हुन्छ। तर जतिसुकै प्रयास गरेँ, म आफैको केही अंश हराइरहेको अनुभव गर्न थालेँ। र सायद तिमी पनि त्यस्तै अनुभव गर्दै थियौ। साँचो कुरा भन्नु दर्दनाक हुन्छ। कसैले हामीलाई माया गर्न सक्छौँ, कसैले कसैलाई माया गर्न सक्छौँ, हामीले कसैलाई माया गर्न सक्छौँ, तर त्यसका बावजुद पनि हामी एकअर्काका लागि उपयुक्त नहुन सक्छौँ। गहिरो सम्बन्ध हुँदाहुँदै हामीसँग त्यो सम्बन्ध टिकाउने उपाय नहुन सक्छ। तिमीबाट टाढा हिँड्नु माया सकियो भन्ने होइन, त्यो त स्वीकार्नु थियो कि माया जतिसुकै हो गहिरो होस्, कहिले टुटेको कुरा सुधार्न सक्दैन। यो एक किसिमको मिठो तितो वियोग हो, किनभने आज मेरो कुनै पनि अंशले तिमीलाई सधैँ माया गर्नेछ, तर कहिलेकाहीँ माया भनेको समातिरहनु होइन, कहिलेकाहीँ माया भनेको कहिले छोड्ने भन्ने बुझ्नु पनि हो। हाँ